हेलो एन्ड नमस्ते है सबैजनालाई। आज चाहिँ म थोरै ट्रेनिङ भएर अब रुमतिर जाँदैछु। पानी पर्न लागिरहेको छ, मौसम अलि कुल छ हैन। अब ट्रेनिङ पनि अब 4 बजीसम्म हुन्छ। म चाहिँ अब ट्रेनिङ भएर अब घरतर्फ लाग्दैछु। पानी पर्न लागेको हुनाले म अलि ऱ्यापिडमा छु हैन। मेरो अगाडि विनोद भदा हुनुहुन्थ्यो, कहाँ पुग्नु भयो यार। अब भेटाउनै गाह्रो के रफ राइडरलाई फेरि। अब नेपालतिरै केही गर्छु, आफ्नै देशमा दुःख गरेर खान्छु भन्न सकिएन है। किनकि आफ्नो देशमा चाहिँ प्रब्लम आयो। अब आफूले गरेको परिश्रम हुन्छ नि, त्यसको पारिश्रमिक पाइँदैन क्या। अब हामीले 50,000को काम गरिरहेको हुन्छौँ, तर 15,000मा चित्त बुझाउने हुन्छ। त्यस कारणले अब आफ्नो देश होइन छोडेर चाहिँ जानै पर्ने अवस्था आएको हुनाले ल रक्षा गरौँ है। मैले फेरि एम्बुलेन्स देखेपछि ढोगिहाल्ने बानी छ है। अब मलाई मन्दिर देख्दा जतिको ढोग्नलाई म लागि पर्छु नि, मैले एम्बुलेन्स देख्दा पनि त्यसरी नै ढोग्ने गर्छु। किनभने मन्दिर र एम्बुलेन्स भनेको दुईटाको चाहिँ एउटा कनेक्सन छ के जस्तो लाग्छ के। अब हामीले अब केही दुःख जिन्दगीमा केही दुःख पऱ्यो भने मन्दिर गएर भगवान्सँग विभिन्न कुराहरू प्रार्थना गर्छौँ होइन। तसर्थ हामीले अब आफ्नो शरीरमा केही नि प्रब्लम आयो भने हामीले हस्पिटल गएर भगवान्सँग प्रार्थना गर्छौँ नि त। हो त्यस्तो लाग्छ मलाई चाहिँ। ओहो बाटो यार एकदम मेसी छ, मेसअप। यो नेपालको ट्राफिक रुल्स नै कबाड छ कि। मलाई त्यही भएर एकदम नेपालमा चाहिँ यो सवारी साधनहरू चलाएर हिँड्नु एकदमै डर लाग्छ कि। हेर्नु न यसरी बतिरहेको हुन्छ, आफू जोगिएर हिँड्नुपर्ने हुन्छ है गाइस। ल यसो एउटा सानो प्रयास गर्दैछु होइन, प्र्याक्टिस गर्दैछु। भिडियो कसरी बनाउने, कन्टेन्ट कसरी क्रिएट गर्ने भन्ने कुरा मलाई पूर्ण विश्वास छ तपाईँहरूले साथ दिनुहुन्छ होइन। भ्युअरहरूले साथ दिने एउटा अलिकति खालको एउटा भ्युअरहरूलाई अलि इन्टरटेन गराउने खालको भिडियोहरू पनि म क्रिएट गर्दै जानेछु। हजुरहरूमा आज एउटा बाछा होइन, यो बाछा फेरि म त्यसै मर्न दिँदैन नि। फेरि मगर जस्तो आऊ मगरको ओहो यार तेल हाल्न पर्ने रहेछ। तेल हाल्नुपर्छ अहिले पेट्रोल पम्पमा। तेल थोरै छ, थोरै बिचैमा अड्क्यो भने पर्छ गाह्रो। खोइ त विनोद भदा कतै देख्दिनँ म त। एकदम रफ राइडरलाई भेट्न फेरि एकदमै गाह्रो यार। भेट्टाउँछु भनेर चाहेर पनि सकिँदैन, के गर्नु। ए यता लेफ्ट साइडमा पो देखेँ मैले भदालाई। हाम्रो रफ राइडर भदा तान्त्रिक यता किन फलो गर्दै जानेछु म हाम्रो रफ राइडर भदालाई, तान्त्रिक भदालाई है। मैले यहाँबाट नजरअन्दाज गरिरहेको छु मैले भदालाई। जहिले यस्तै अब म उसँग भदासँगै हिँड्छु भने पनि कहिल्यै सक्दिनँ। जहिले बत्तेर कहाँ हो
कहाँ पुगिसके यस्तो हुलमुलमा कहाँ पुगिसक्यो अब कसरी म सक्दिनँ कि फेरि रफ राइडरहरूको पारा छिट्टै छ रफ राइडरहरूको पारा बेग्लै क्या फेरि आमामा धुलो कसम यो धुलोमा म धेरै भएन काठमाडौँ आएको 1 हप्ता भयो होला धुलोले नाकको तुलो नै ड्याम गरिदिइसक्यो के भन्ने यार यो जाममा फेरि नपर्ने दिन कहिले भन्ने यार यो जाम नपरिकन म अगाडि क्रस हुन पाउने कहिले होला म एकदम त्यो दिन चाहिँ म स्कुटर अगाडि रोकेर नाच्छु कि एकछिन हैट पानी पर्न लागिरहेको छ बाटो जाम छ बुझ्ने कुरालाई उडाएर लान नमिल्ने हजुर ओहो हाम्रो ट्राफिक सरहरू फुल एफोर्ट दिँदै हुनुहुन्छ हाम्रो लागि हाम्रो सेवाको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद होइन उहाँहरूले गर्दा कतिजनाको जान जोखिमबाट बचिरहेको हुन्छ सल्युट गर्न मन लाग्छ के गर्ने यहाँ रोकेर नमिल्ने फेरि तपाईँहरूले नै अब चिट काटिदिनुहुन्छ है गाह्रो खै ट्राफिक लाइट त्यही बोलेको देखिदिनु त म त ट्राफिक लाइटमा प्रब्लम हो चारैतिरको ट्राफिक लाइट छैन सायद बत्तीको प्रब्लम होला हजुर दाइ सानो प्र्याक्टिस ल ट्राफिक लाइटै छैन त कुलमान घिसिङलाई बचाऊ है नेपाली जनताहरू राम्रो मान्छेलाई जोगाउने प्रयास गरौँ ओहो हाम्रो दाइ त मङ्क हुनुहुँदो रहेछ यार मलाई यस्तो मान्छेहरू बबा लाग्छ के यस्तो मान्छेहरू बल्ल मान्छे हो क्या हो उहाँहरूसँग मात्रै मानव त छ क्या हो जस्तो लाग्छ किनकि उहाँहरू एकदम धर्म कर्ममा एकदम फरवर्ड हुन्छन् क्या कसरी सक्यो होला है आफ्नो जीवन दान गर्नलाई घर परिवारबाट टाढा भएर अनि त्यसपछि आफ्नो हरेक इच्छा आकाङ्क्षाहरू चाहिँ त्यागेर त्यसमा लागि परिरहनु भएको हुन्छ मान्नुपर्छ उहाँहरूलाई पनि एकदमै सल्युट गर्न चाहन्छु म मनैदेखि होइन लाजको लाली खोलेर आइदेऊ न ओहो छिराइदिनु न कस्तो हुँदो रहेछ गाली नगरौँ होला है गाली नगरौँ होला मलाई यो यस्तो रोडमा यो सवारी साधनहरू चलाउँदै गर्दा गाली खायो भने फेरि मलाई एकदम नमजा एकदम खिन्नपन लाग्छ किन हो तपाईँहरूले त्यस्तो हुन्छ कि हुँदैन गाइस है मलाई चाहिँ एकदम नमजा नरमाइलो लाग्छ कि त्यो कसैले होइन अब गाडीबाट यस्तो गाली गऱ्यो भने बाइकबाट गाली गऱ्यो भने किनकि मान्छेबाट गल्ती हुन्छ त्यसलाई अब अलिकति बुझिदिनुपर्छ क्या त्यसरी त्यही ठाउँको ठाउँ गाली गरेर झगडा गरेर होइन अलिकति यो बाटो अलिकति मेसअप गर्नुभन्दा त्यहाँ कम्प्रोमाइज गरेर अगाडि बढिहालेको ठिक जस्तो लाग्छ क्या मलाई चाहिँ यो हो खै म 1 घन्टा यही जाम यार यति यहाँबाट यो चक्रपथबाट गङ्गो निस्किनु पनि 1 घन्टा लाग्छ कि क्या आज किन यस्तो जाम भइरहेको छ पौला के गर्ने अब आफ्नो गल्ती कहिलेकाहीँ आफ्नो गल्ती नहुँदै पनि एक्सिडेन्ट हुन्छ भन्नुको कारण यही हो कि साथीहरू के भयो मैले हाम्रो तान्त्रिक भदालाई भेट्टाउन सकिनँ नि फेरि म छुट्ने बित्तिकै यता साइडमा आएर पर्खिनु हुन्थ्यो आज पर्खिनु भएन भदालाई मैले आज एकदम सेन्टिमेन्टल देखिछु के भयो भनेर सोद्धा पनि भन्दैन कारण के हो
भेटाउन त त्यस्तै हो, जे भयो नि यसो प्रयास गरौँ न भदालाई भेट्ने। औ खै देख्दिन त भदालाई त यार। हाम्रो मङ्क दाजु फेरि भेट्नु भयो यहाँनिर। फेरि भेट भयो ल आउनु ल। हस् अब के भन्ने है, दाइले बिचैमा बोलाएर सोधिहाल्नुभयो। मलाई फेरि यस्तो धर्म कर्ममा इन्ट्रेस्टेड मान्छेहरूसँग गफ गर्न फेरि मलाई निकै मजा आउँछ क्या। उनीहरूको पुरै छुट्टै हुन्छ क्या। म एक दुई फेर गफ गरेको छु होइन, त्यो सुनिरहँ जस्तो के। लेडी राइडर सलाम छ हजुरलाई। कहाँ पुग्यो हाम्रो भदा? मैले भेट्न नसक्ने आज भदालाई के मैले भदालाई भेट्न नसक्ने गाइस। म त अब स्कुटर लिएर बाइकसँग के टक्कर दिइरहने है। कहाँ पुगिसक्यो होला मान्छे, देखिँदैन क्या। आजभोलि त काठमाडौँ पनि क्लिन भएको छ नि गाइस फेरि, थाहा होला नि। हाम्रो मेयर साहब बालेन शाहले एकदम राम्रो गर्नु भएको छ होइन। अब मैले एउटा न्युज सुनेको थिएँ, त्यो साँचो हो कि झुटो यार, अहिले यो काठमाडौँभन्दा पोखरा पोल्युटेड सिटी पर्छ अरे यो अनुगमन टोलीको निष्कर्ष भन्ने सुनेको थिएँ। यो कतिको साँचो कतिको झुटो हो यार। त्यो भने त फेरि एकदम बवाल हो नि। एउटा क्यापिटल सिटीले क्यापिटल सिटीको ठाउँ राख्नुपर्छ क्या। अलिकति यो विश्वमै पोल्युटेडमा नम्बर टप 10 मा गर्न सफल हाम्रो देश नेपालको क्यापिटल सिटी काठमाडौँ भन्छन् है। राम्रो तरिकाले आफ्नो देशलाई गौरवको साथ लिन नसके पनि अब नराम्रो भनौँ न, अब पोल्युटेड भनौँ, अब यो करप्टेड, यो दुनियाँ दिवाना लौडा लसेन है। मा कसम म नेपालबाट हो, म नेपाली हो भनेर अलिकति आफ्नो इन्ट्रोड्युस गर्नु पनि लाजस्पद छ यार हाम्रो देशको अवस्था यार। देश विदेशमा अरू कन्ट्रीमा गएर है म नेपालबाट हो, म नेपाली हो भन्यो भने नि अहिले त बेकारै छ के। पहिला पुर्खाहरूले कस्तो मेहनत गरेर आर्जेको, एकीकरण गरेको देश होइन, कति नाम थियो। एउटै पुर्खाले विश्व हल्लिने चाहिँ रेकर्ड राख्यो। अहिले एउटै नेताले के गर्छ त, विश्व हल्लिने करप्सन गर्छ क्या, घुसखोरी। एउटै सांसदले अरूमा हान्नु भनेको पनि थोरै हो त। ल तपाईँ राखेँ भन्नु त गाइस, मलाई यहाँ कमेन्ट गर्नु त होइन। कभी कभी मेरे दिल में ख्याल। ल है एकछिन रोकौँ, म यहाँबाट क्रस गर्छु। म त काठमाडौँमा यो काठमाडौँको यो बाटोहरू होइन क्रस गर्नु पनि लास्ट डर लाग्छ कि। यहाँ हाम्रो रफ राइडर भदा, यहाँ भदा भेट्ने गाह्रो मा कसम यार। खै स्कुटर लिएर बाइकसँग नसक्ने रहेछ, त्यही माथि रफ राइडर भदा यार। कभी कभी मेरे दिल में ख्याल। भदा म त यहीँबाट पार्किङमा हाल्छु है। नसक्ने यहाँ कहाँ त्यसरी स्लाइड हानेर सकिन्छ त नि। राइडरको पारै बेग्लै कि अब। ल ल ठिक छ।
आइपुग्यो हाम्रो स्टेसन होइन। मैले चाहिँ यहीँ पार्क गर्छु अनि म बस्ने ठाउँ चाहिँ उतापट्टि छ त्यो साथीहरू। यहाँबाट उता बाहिर होटेलमा बस्छु म चाहिँ 1 महिनाको लागि होइन। म केही ट्रेनिङको लागि त्यही भने नि अघि नै यो वैदेशिक रोजगारको लागि मैले यहाँ त्यतिबाट सामान झिक्नु पर्ने छ। जहिले यही खोल्छु कि मैले गरेँ दिमागै के हो के हो। त्यो भएर त्यहाँबाट एलाउड छैन रे के, धेरै मान्छे आवत जावत भयो अरे त्यहाँबाट, धेरै मान्छे आउने जाने गऱ्यो अरे अनि त्यही भएर। ल पुसाईको भ्लगमा एउटा दुईवटा शब्द राखिदिनु पऱ्यो क्या भदाले। व्हाट्सअप गाइज, वेलकम टु आवर उमेश पुसाई ब्लग होइन। सबैजनालाई वेलकम छ होइन, स्वागत छ हाम्रो पुसाईको ब्लगमा। ट्याक्क लाएर सबजनाले कपाललाई सेयर गर्दै ट्याक्क सब्सक्राइब हान्नु होला पुसाईको च्यानललाई है त। त्यही हो। ओके किप लभिङ। ल है त सब अर्को भिडियोमा भेटौँला गाइस।